संसारमा यदि सबैभन्दा बेइज्जती इज्जत नभएको कोही हुन्छन् भने त्यो चाहिँ घरको कान्छो छोराहरू नै हुन्छन् होला जस्तो लाग्छ क्या मलाई चाहिँ। कान्छो छोराहरूलाई पहिलो कुरा त छोरो नै कसैले मान्दैन क्या, उनीहरूको आमाले नै मेरो कान्छी छोरी भनिराखेको हुन्छ। कान्छो छोराहरूलाई काम पनि त्यही खालको दिइराखेको हुन्छ, भात खाइसकेपछि धन्दा गर है, उठ्ने बित्तिकै ओछ्यान मिला है, सुत्ने बेलामा झुल्टाङ है। र कान्छा छोराहरूले गर्ने काम भनेको नि त्यस्तै नै हो क्या। मासु ल्याएको दिन प्याज काट्ने, अदुवा तास्ने, घरको प्यारो हुन्छ अरे नि त कान्छो भनेको होइन। यति धेरै माया पाएको हुन्छ, सबले माथिएको छ भन्छन् क्या। उसले जतिसुकै काम गरोस् कहिल्यै सुख पाउँदैन क्या, मेरो कान्छोले काम गर्छ भनेर कसैले भन्दैन। कान्छो छोरो सबैको प्यारो हुन्छ क्या। कान्छो छोरोहरूले लगाउने लुगाहरू पनि त्यस्तै हुन्छ क्या, दाइको पुरानो भएको, बाउलाई सानो भएको। कान्छो छोराहरूले त्यस्तो खासै ठुलो कामहरू पनि जानेको हुँदैन क्या, यो त कान्छो माथिको केही जान्दैन भन्छन्। कान्छो छोराहरूले जानेको काम भनेको नि सब्जी पकाउन र भात पकाउन मात्रै जानेको हुन्छ क्या, अनि ओछ्यान मिलाउन झुल उठाउन। कान्छो छोराहरू बाउ आमाले रहरले